ह्यापी दशैं। हाम्रो घरको केरा, हाम्रो घरमा फल। ओहो, हाम्रो बजाइको केरा। हेलो साथी, गुड मर्निङ एन्ड सेवा छजलो। अन्त आज चाहिँ टिकाको दिन मेरो भ्लग चाहिँ सुरु भइसकेको छ। यति बेला भने चाहिँ हाम्रो टिकाको दिन आज एकदमै धेरै पानी परिरहेको छ। त भर्खरै उठेर पानी भरिसकेपछि यता माइली दिदी मुख धुँदै हुनुहुन्छ। यता हाम्रो दाइले फेरि यस्तो खतरा भैँसका मासु काटिरहे दिदी आगो पुग्दै हुनुहुन्छ। ल हेलो साथी। हेलो साथी। नमस्कार। नमस्कार। सेवा सेवा छ्याजलो सजलो। तपाईको मेरो तपाईलाई मेरो नातिनीको तपाईको मेरो नातिनीको युट्युबमा तपाईको मेरो नातिनीको युट्युबमा स्वागत छ। लाइक कमेन्ट सब्सक्राइब साथी बन्नु होला। साथी बनाऊ होला। ल भयो। तपाईले जिन्दगीमा जान्नुहुन्न सब्सक्राइब भन्न। सब्सक्राइब मैले जान्दैन। ल भयो। पानी परेर ओपर धेरै किचिकिचिक भइरहेछ यहाँ अगानैभरि पानी परेर यस्तो छ। टिका लाएर ढुट्टो टिकटक बनाउँला भनेर सोचेको थिएँ। के गर्नु अब त टिका लाउने अनि सुत्ने त होला नि। बजै के गर्दै हुनुहुन्छ? म जान्छु है हेर्न। हाम्रो सम्पत्ति भनेको यति मात्रै हो है साथीहरू, अरू केही छैन। अनि हाम्रो सबैभन्दा ठुलो सम्पत्ति म देखाइदिन्छु तपाईँलाई साथीहरू। यो चाहिँ मकैहरू, यत्रो धेरै मकैहरू छ। यो चाहिँ थन्काउनै छ। यहाँ हुनुहुन्छ हाम्रो सबैभन्दा ठुलो सम्पत्ति। हेलो गाइज भनिदिनुहोस् न। हेलो गाइजहरू। गाइजहरू साथीहरू भन्नु न। हेलो साथीहरू भन्नु। हेलो साथीहरू। नमस्कार। दसैँको शुभकामना। सबैले आज टिका लाउनु पर्छ। म अब बिहानबाट रेडी हुँदैछु भन्नु। ल है अब टिका लाएर राम्रै हुने। कहाँ छ केरा? ओ दोस्रो केरा, घरकै केरा हो यो चाहिँ। ओ बाफ्रे कति धेरै हो। मैले भर्खरै झिझ्याएको। कहाँ थियो? गर्न पर्दैन आश्चर्यमा। त नि कहाँ राख्नु भयो त्यो? यहाँ अझै छ? अझै छ? दुईटा अलि पाइया छैन। अस्ति त झन् यत्रो थियो, यति लामो थियो। हो 500 यताउति पनि केरै केरा छ त के हो? घरैभरि केरै केरा। हेर त यो नखाएर पाकेर कालै भएको। क्या गिलित्तै भयो होला। म त बिहान बिहानै त खान्न। यहाँ चाहिँ रक्सी अब पाहुना हुन जाने। अहिले सब रेडी गर्नुभएको। यताउति भोजी भएको थियो त्यो त। हो यो कहाँको? यहाँ माथिको हो?
अब त सकियो होला भनेपछि ल ठिक छ साथीहरू खै के एउटा मलाई ल्याउ न खाने होइन यसरी मलाई खिचाउ क्या ल ओहो हाम्रो बजाइको केरा हाम्रो बजाइ केरा होइन हाम्रो घरको केरा हाम्रो घरमा फलेको पगोरी खाने पगोरी खाने अब यसलाई मगरी खाने खाने अब त्यहाँ भएर टिका लगाइदिने हामीलाई त्यहाँ छिटो अलि रेडी भएर राम्रै भएर आउने त्यहाँ राम्रो भएर ल हो नि तपाईँले त उचाल्नु नि सक्नुहुन्न क्या है ठुल दिदीले चाहिँ आज सेलरोटी पकाउने भन्नुभएको छ सेलरोटी दम्काउने रे नि त अनि सेलरोटी खानको लागि यहाँ रेडी हुँदै हुनुहुन्छ यहाँ हौ ल यहाँ एकछिनै बजे म आइहालेँ किन हो रातो भएको चिनी ल साथीहरू सेलरोटी हुँदैछ यहाँ चाहिँ हाम्रो रेडी किन बोलाउनु भयो क्या किन बोलाउनु भयो आइहाल्छु नि म बजाइले बोलाइसिन आउने कुरो हुन्छ ल ल हामी चाहिँ घर बिहानै लिपिसक्नु भएको छ है दिदीले ओहो मकै के मकै भन्छ यसलाई बजे पियालो मकै पियालो मकै पियालो मकै काँचै बाँध्न काट्नु पऱ्यो सबै खुइले के अरे उस लागेछ है ढुसीपोलाई चाहिँ भयो नि ल आज चाहिँ टिकाको दिन साथीहरू आज टिकाको दिन चाहिँ साह्रै नराम्रो दिन भइरहेको छ है लु यहाँ कुहिरो लागेर यता तल माइली दिदी हुनुहुन्छ कपडा धुँदै हुनुहुन्छ तर एकदमै धेरै नराम्रो दसैँ त यो मैले ल्याएको फुलो पोखराबाट कति राम्रो भएछ है भरे सुकेछ अरे तल जान्छु है अब रोटी पोल्ने हो क्या भित्र छ फोन गर्नु हुन्छ कि घिउ हालेर सकियो अब हामी लाग्छौँ यता किचनमा मासुतर्फ के हो त्यो खान्नमा त अहिले त कसले बोलेको उसको बोलता है भाकरी रोटी प्लाके बोलता है प्लाके दसैँको लागि दरो तयारी हुँदैछ दाइको यता साथीहरू आफ्नो आफ्नो काम हुँदैछ यहाँ के छ त हालिदिउँ कतै भयो के अझै हातले मुस्नुपर्छ रे झ्याम झ्याम घरको अम्बा चाहिँ हाम्रो टिकाको सुरुवात हुँदैछ यहाँ तयारी साथीहरू हाम्रो जमरा जेठा माइला साइला काइला कान्छालाई एउटा एउटा पुग्छ यति भएपछि चल्छ अब यहाँ टिका मुसेर सकिसके यहाँ चाहिँ जमरा र पात यहाँ बाबाले बनाएको र यस्तो चाहिँ हुँदैन नि त अनि के हो यो नाम मात्रै अलि ठुलो बनाउँछु मैले अब यसलाई ल अब यो चाहिँ यत्रो यत्रो बनाउँछु मैले कानमा राख्नलाई रेडी भइसक्यो अब यो
अझै ठ्याक्क यस्तो यस्तो बनाउँछ अनि ठ्याक्क ठ्याक्क लगाइदिने यहाँ आउँखुरा रेडी भयो अब एकछिन पछि हामी टिका लाउने ल रेडी भयो हाम्रो चाहिँ जमरा टिकाहरू अब लाउन मात्रै बाँकी यहाँ रोटी पोल्ने तयारी हुँदैछ पानी पर्यो नि त कहाँ केमा थियो पानी हातमा थियो ठुलीको रोटी ठुलीको रोटी ओहो पुच्छर नि निस्केछ खत्रै जमे रहेछ त कस्तो अलिक पतेलो भएछ अलिक पनेलो भयो क्या त्यो टुप्पीको निकाल्नु ठुल्दाले मस्तै काम गर्नुपर्छ आमाले नि गर्यो यहाँ दुईजना यो माइला र साइला हो एकदम ठग्गुहरू हो भर्खरै उठेर मुख मात्रै धोएर आउनुभएको छ यहाँ हेर्नु भाते भुँडी लडाएर चाहिँ कति आनन्दले दाइले यत्रो काम गरेर भ्याउनु भयो काम छैन हौ साथीहरू यसरी नै लगाएको के अरे यो लामो भयो टिका लाउनलाई रेडी हामी चाहिँ दाइ बाबा र दिदीहरू सबैभन्दा ठुलो मान्छे चाहिँ यहाँ टिका लाउनु बसिसकेको छ हामी चाहिँ हेरेकै ल बाबु मजेर दुबो के मलाई हेर फेरि मलाई लाउरे त बाउ आमालाई छेले नपर्यो पाथौँ आइए यो गुरी गुरी हालछे बरबर यहाँ मिल्दैन अलिक कोले भयो क्या उताबाट गएर ढोक्ला बुढामा स्याबास ल ह्याप्पी दसैँ भन्दैन ह्याप्पी दसैँ ल त्यो पैसा यताले अनि अलि टिका लाएर मैले दिन्छु फेरि पैसा आयो नि त अब नातिनी ठुली भयो अब फोन ताले पनि तोरो भए डागरे मलाई चाहिँ तमसम्म यहाँ जम्मै बजार दिमे जम्मै लारे मे चाहिँ ताई से दियाजी त्यो कोले तयार न क्या अलि सिधा भएन अनि बस्छ के त्यो घुप्टी पऱ्यो भने झन् फ्यात्ता फ्यात्ता झर्छ के यसरी होइन लुङ्गी छाएको त कति छामल लदी ल सु सु बिसाए साइल तमसम्म लारे लारे ज्यान हो लारे लारे यो मैले के या लारे कोला बियो क्रम दो भने म
टुक्रुक्क बस्नु म बुढो बाबुलाई थियो जलाको खब्रौ ए सरिता योलाई भेटाउँछ कि यो ठुलो सुती काट्नु भएछ कि बाबाले आफू घर बनाउने भएर होला नि दाइ फेरि इन्जिनियर बन्नुपर्छ है ऊ त्यहाँभित्र बाल्टीमा छ ल्याउनु त बजै अब के आशीर्वाद दिने पाते दाइलाई अँ रक्सी च्वाट्टै छोड्नु भन्नु त रक्सी चट्टै त्यो गन्दा सुङ्दा पनि वाक्क वाक्क हुने हो भए नि हुन्थ्यो नि है ठिकै किन बस्नै मानेन क्या हो अहिले थप्ने कि अलिअलि मात्रै लगाइदिनु न अहिले अलिअलि हामी थप्ने आफैले तपाईँले अलिअलि लगाइदिनु उहाँ हुनुहुन्छ हाम्रो माइली दिदी अलि अलि यता आउनु बाबुलाई खेलै भयो मैले त्यहाँ थपेर नि किन्ने नि अनुहारै छोपेर ड्याम डुममा के गरिया होला अलिक सिधा भयो भने बस्छ के अझै 10 वर्ष यसरी नै बजेछ टिका लाउन लाउनु पाएदा हुन्छ म पनि सन्तोको उसाइलाको Langsung beresnya apa sana? Langsung tiap hari dia mau dikau. Suara kamu di luar. झम्के उता गएर हेर्नु त ल सो साथीहरू अब चाहिँ हामी यहाँ जमरा टिका लाएर चाहिँ सकिसक्यौँ हाम्रो बाबा चाहिँ कोट लाएर आउनुभएको छ अब फेरि नयाँ कोटमा जान्छ एउटा दुइटा फोटो भिडियोहरू सक्यो हाम्रो चाहिँ अब फोटो सेसन हुन्छ अलिअलि अनि त्यसपछि सकिन्छ मेरो ब्लग फाइनली खानासाना खाइसक्यौँ हामीले अब VLO डाँडा यहीँ देखिन्छ नि त भिडियो भ्लगको लागि थोरै छोटो सर्टकट बनाइदिनु हैन अलि चर्कै भएछ कि दुई बुङ जति हामीलाई नि काम नलाग्ने तास छ भने दिनु न घर छ के कहाँ घर जाम ल जाम दिदी भात खानु पर्ने खानु हिँडिहाल्नु के जाम के कति त यार जाम